नमस्ते साथीहरू, हाम्रो नेपाली कथामा तपाईलाई स्वागत छ। मेरो नाम कल्पना हो। म 35 वर्षकी भएँ, तर मानिसहरू भन्छन् म अझै पनि 25 वर्षकी देखिन्छु। मेरो फिगर 34, 24, 36 वर्षकी छ। अनि हो, म अलि मोटी छु, तर त्यही प्रकारको मोटीपनले मानिसहरूको ध्यान खिच्छ। मेरो श्रीमान घर जग्गा व्यवसायमा भएकोले म धेरै जसो समय घरमा एक्लै हुन्छु। उहाँ हप्ताको 6-7 दिन बाहिर हुनुहुन्छ, कहिले गुजरातमा, कहिले हरियानामा, कहिले सुरतमा। उहाँ घर आउँदा पनि उहाँ राति अबेर र बिहान सबेरै बाहिर निस्कनुहुन्छ। त्यसैले कल्पना गर्नुहोस् कि यो दिनभरि म र मेरो एक्लोपन मात्र हो। हाम्रो घर एउटा सानो बस्तीमा छ जहाँ प्रत्येक घरमा सानो बगैँचा छ। छेउको घर एक डाक्टरको हो। उहाँको नाम विकास हो। उहाँ लगभग 32 वर्षका हुनुहुन्छ। उहाँ अविवाहित हुनुहुन्छ। उहाँ एकदमै सुन्दर, अग्लो, चौडा, गोरो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ एक डाक्टर हुनुहुन्छ। क्लिनिक पनि नजिकै छ, तर साँझ 6 बजेपछि उहाँ घरमै बस्नुहुन्छ। मैले उसलाई पहिलो पटक उनी घर सर्दा देखेको थिएँ। उनी आफ्नो कारबाट बाहिर निस्कदा म बाल्कनीमा लुगा सुकाउँदै थिएँ। जब मैले उनलाई देखेँ, मैले सोचेँ, वाह, उनी एकदमै फिट देखिन्छन्। उनको शर्टबाट पनि उनको मांसपेशीहरू देखिन्थे। मैले मुस्कुराउँदै नमस्ते भने। उनी मुस्कुराए। त्यहीबाट कुराकानी सुरु भयो। बिस्तारै छिमेकीको रूपमा हामी कुरा गर्न थाल्यौं। कहिले चिया पिउने बहानामा, कहिले तरकारी माग्न। म सधैँ घरमा एक्लै हुन्थे, त्यसैले म उसको कुराकानीको आनन्द लिन थालेँ। उसले धेरै मायालु कुरा गर्थ्यो र कहिलेकाहीँ मजाक पनि गर्थ्यो। एक दिन मैले उसलाई सोधेँ, डाक्टर, तपाईँ यति राम्रो हुनुहुन्छ, तैपनि तपाईले किन विवाह गर्नुभएको छैन? उसले हाँस्दै भन्यो, कल्पनाजी, मैले अहिलेसम्म सही केटी भेट्टाएको छैन, र यदि मैले गरे पनि उनले मलाई उनको हेरचाह गर्न पर्याप्त समय दिनेछिन्। म हाँस्दै भनी, ओह, म कसैलाई भेट्छु जसले तपाईको हेरचाह गर्नेछ र तपाईले पनि उनको हेरचाह गर्नुहुनेछ। कुराकानी यसरी नै चलिरह्यो। मैले कहिलेकाहीँ उसलाई चिया खुवाउँथे, कहिलेकाहीँ खाना पकाउँथे र उसलाई थोरै थोरै पठाउँथे। उसले कहिलेकाहीँ फलफूल वा मिठाई पनि ल्याउँथ्यो। मेरो श्रीमानलाई थाहा थियो कि डाक्टर छेउमा बस्छन्, तर यसले केही फरक पार्दैनथ्यो। ऊ यति व्यस्त थियो कि उसले घरायसी कुराहरूको बारेमा सोचेन। एक साँझ म भान्सामा खाना पकाउँदै थिएँ जब अचानक मेरो पेटमा तीव्र पीडा महसुस भयो। यति गम्भीर कि म बसेँ। सुरुमा त मलाई ग्यास लागेको थियो, तर दुखाइ बढ्दै गयो। मैले डाक्टरलाई बोलाउनु पर्छ भन्ने सोचेँ। मैले उनको ढोकाको घण्टी बजाएँ। उनी आए र मलाई दुखिरहेको देखे। उनले तुरुन्तै मलाई भित्र ल्याए र ओछ्यानमा सुताए। मेरो साडी अलि माथि उठेको थियो, तर त्यति बेला म केही बुझ्न सकिनँ। उनले मेरो पेट जाँचे, अलि थिचे, कहाँ दुख्छ भनेर सोधे। मैले यहाँ तर भने। उनी अलि लज्जित भए, तर मलाई व्यावसायिक रूपमा जाँचे। उनले भने कि यो एपेन्डिसाइटिसको संक्रमण जस्तो देखिन्छ, हामी तुरुन्तै अस्पताल जानुपर्छ। मैले भने, ओ, ढिलो भयो। उनले भने, कुनै फरक पर्दैन, म तिमीलाई लैजान्छु। उनले मलाई आफ्नो कारमा राखे र अस्पताल लगे। बाटोमा मलाई दुखाइ भइरहेको थियो र उनले मेरो हात समातिन्। उनको हात तातो थियो र मैले अनौठो आराम महसुस गरेँ। अस्पतालमा डाक्टरहरूले मलाई जाँचे र भने कि उनीहरूलाई शल्यक्रिया चाहिन्छ। म डराएँ। विकासले भने, चिन्ता नगर, म सबै कुराको ख्याल राख्छु। मैले मेरो श्रीमानलाई फोन गरेँ, तर उनको फोन बन्द थियो। विकासले भन्यो, चिन्ता नगर, म तिम्रो साथमा छु। अपरेसन सकियो। बिहान उठ्दा मैले अजयलाई मेरो ओछ्यानको छेउमा बसिरहेको देखेँ। उसको आँखा रातो थियो। मलाई लाग्छ ऊ रातभरि जागा थियो। मैले बिस्तारै भने, धन्यवाद डाक्टर। ऊ मुस्कुरायो। कल्पनाजी, अब म तिम्रो डाक्टर होइन, तर तिम्रो छिमेकी हुँ र तिमी मेरो असल साथी हौ। त्यस दिनदेखि हामी बीच केही परिवर्तन भयो। म उसको घर जान्थेँ र ऊ मेरो घरमा आउँथ्यो। हाम्रो कुराकानी गहिरो हुँदै गयो। कहिलेकाहीँ हाम्रो हात छुने गर्थ्यो, कहिलेकाहीँ हाम्रो काँध ठोक्किन्थ्यो, तर केही पनि अगाडि बढेन। म डराउँथे र उहाँ पनि, तर प्रेम बढ्दै गयो। एक दिन मेरो श्रीमान अप्रत्याशित रूपमा घर आउनुभयो। मैले सोचेँ कि उहाँ केही दिनको लागि मात्र हुनुहुन्छ, तर उहाँ धेरै शान्त हुनुहुन्थ्यो। साँझ उहाँले भन्नुभयो, कल्पना, मलाई तपाईसँग कुरा गर्न आवश्यक छ। म डराएँ। उहाँले भन्नुभयो कि मलाई थाहा छ, तपाईँ र डाक्टर विकास बीच केही भइरहेको छ। म छक्क परेँ र के भने? उहाँले भन्नुभयो कि मैले तपाईका दुवै आँखा, तपाईको मुस्कान देखेको छु। म मूर्ख होइन। म रुन थालेँ। उहाँले भन्नुभयो कि हामीले केही गलत गरेका छैनौँ, यो केवल कुराकानी हो। उहाँले भन्नुभयो कि कुराकानी पर्याप्त छ। म तपाईलाई सम्बन्ध विच्छेद गर्न सक्छु, तर म चाहन्छु कि तपाईँ आफ्नो निर्णय आफै लिनुहोस्। म निराश भएँ। मैले विकाससँग कुरा गरेँ। उहाँले भन्नुभयो, कल्पना, म तपाईलाई माया गर्छु, तर म तपाईलाई कहिल्यै चोट पुर्याउन चाहन्न। यदि तपाईँ आफ्नो श्रीमानसँग खुसी हुनुहुन्छ भने म टाढा जान्छु। मैले भने, होइन, म तपाईबाट टाढा रहन सक्दिनँ। हामी दुवै रुन थाल्यौं। त्यसपछि के भयो?
मेरो श्रीमानले मलाई सम्बन्ध विच्छेद गरे। ऊ भन्थ्यो कि ऊ पनि अरू कसैलाई माया गर्छ र त्यसैले ऊ खुशी थियो। मलाई लाग्थ्यो सबै ठिकठाक हुनेछ, विकास र म विवाह गर्नेछौँ। तर एक दिन विकासले मलाई भन्यो कि उसलाई विदेशको एउटा ठूलो अस्पतालबाट प्रस्ताव आएको छ, 5 वर्षदेखि। उसले भन्यो, कल्पना, म तिमीलाई मसँगै लैजान चाहन्छु, तर के तिमी आफ्नो घर, आफ्नो सहर छोड्न सक्छौ? मैले भने, हो, म तिमीसँग कतै जान्छु। तर त्यो रात केही भयो। विकासले फोन गर्यो। उसकी आमा बिरामी थिइन्। ऊ तुरुन्तै बम्बई गयो। मैले पर्खेँ। 3-4 दिनपछि मलाई उसको सन्देश आयो, कल्पना, म मेरी आमासँगै बस्नुपर्छ। सायद म फर्कन सक्दिन। तिमीलाई म भन्दा बढी कसैको आवश्यकता छ। तिमी खुशी हुनुपर्छ। मेरो मुटु फुट्यो। म रोइरहे। मैले उसँग कुरा गर्न धेरै प्रयास गरेँ, तर उसले उठाएन। मैले बुझेँ कि ऊ मलाई छोड्दैछ। सायद ऊ डरायो। सायद उसले सोचेको थियो कि म उसको जीवनमा बाधा हुनेछु। म एक्लै छोडिएको थिएँ। तर कथा त्यहाँ समाप्त भएन। 1 वर्षपछि मैले सुने कि विकासले विवाह गरेको छ। उसकी आमाले रोजेकी केटी। म निराश भएँ। मलाई लाग्यो कि म कहिल्यै कसैको हुने छैन। त्यसपछि एक दिन ढोकाको घण्टी बज्यो। मैले ढोका खोले। विकास त्यहाँ उभिरहेको थियो। उसको आँखा रसिलो थियो। उसले भन्यो, कल्पना, म गलत थिएँ। मैले तिमीलाई छोडे, तर म तिमी बिना बाँच्न सक्दिन। म विवाहित छैन। मैले अस्वीकार गरे। म तिमीलाई फिर्ता चाहन्छु। म रोएँ। मैले भने, तिमीले मलाई धेरै दुःख दियौ। उसले भन्यो, मलाई थाहा छ, तर अब म जीवनभर तिम्रो बन्न चाहन्छु। मैले उसलाई अङ्गालो हालेँ। त्यो दिन हामीले सँगै बस्ने निर्णय गर्यौं, संसारले जे भन्छ। र आज म खुशी छु। विकास मसँगै छ। हामीले केही कानुनी समस्याहरूका कारणले विवाह गरेका छैनौं, तर हामी एक अर्काको हौं। म अझै पनि उही कल्पना छु, तर म अब एक्लो छैन। त्यसैले साथीहरू, त्यो मेरो कथा थियो। थोरै प्रेम, थोरै पीडा, थोरै सस्पेन्स र अन्तमा धेरै शान्ति। यदि तपाईलाई यो मन पर्यो भने मलाई थाहा दिनुहोस्। अनि हो, कहिलेकाहीँ जीवनमा जे हुन्छ जस्तो लाग्छ त्यो हुँदैन, अनि जे हुन्छ त्यही नै सबैभन्दा राम्रो हुन्छ। धन्यवाद।